आज यो भिडियोमा चाहिँ म तपाईहरुलाई दराजको कस्टमर केयर कसरी अझ राम्रोसँग प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु है। अब कहिलेकाहीँ तपाईहरुले सामान अर्डर गर्नुभयो है, तर केही प्रब्लम भयो भने अब कस्टमर केयरमा हामी कसरी कन्ट्याक्ट गर्न सक्छौं भन्ने कुरा हामी यो भिडियोमा हेर्न गइरहेको छौं है। र यो चाहिँ दुई भागमा छ है। एउटा चाहिँ कस्टमर केयर एज अ च्याटबोट सँग हामी कुरा गर्न सिक्छौं र अर्को चाहिँ लाइभ च्याट एजेन्ट है, लाइभ पर्सन सँग हामी कुरा गर्न सिक्छौं है। दुईटै हेरौं ल। एकाउन्टमा जाने अनि यो कन्ट्याक्ट कस्टमर केयरमा जाने। अब यहाँ विभिन्न अप्सनहरु छ है। यहाँ तपाईले क्लिक गर्न सक्नुहुन्छ है। व्हेन विल आई रिसिभ माई अर्डरमा जाने हैन। हाउ लङ इट टेक्स, अब मेरो कुन हो त यो आफ्नो अर्डर सिलेक्ट गर्ने हैन। अनि मैले तपाईलाई देखाएको मात्रै म गर्दिन है। अनि अब यहाँ तपाईलाई चाहिएको कुराहरु यहाँ छ भने यहाँबाट हेर्न सक्नुहुन्छ है। च्याटबोट हो यो चाहिँ, आफै च्याटबोटले गरिदिहाल्छ है। सिलेक्ट अर्डर छ है। अर्डर इन्क्वायरीमा जाने यहाँ विभिन्न अप्सन हुन्छ है। तल यहाँ ट्र्याक अर्डर हैन, अर्डर इन्क्वायरी हैन, ट्र्याक योर केस, अनगोइङ इस्यु हैन, नेपाली च्याट, एक्सप्लोर मोर अनि अझै धेरै कुराहरु आउँछ हैन। रिटर्न रिफन्ड हैन, यो च्याटबोट गाइड हैन। यहाँबाट किन अप्सनहरु छ तल देख्नु पनि हैन। मैले सारिरहेको छु नि, यहाँ क्लिक गर्न सकिन्छ है। यो चाहिँ च्याटबोट को हेल्पबाट हामीले इन्फर्मेसन लिन सक्छौं है। अब अर्को लाइभ कसरी गर्ने त कुरा है। अब त्यो पनि हामी हेरौँ है त। अब जस्तै मैले एउटा अर्डर गरेको थिएँ, त्यो अर्डर चाहिँ डेलिभरी डेट नागिसक्यो है। न सामान आउँछ न रिफन्ड हुन्छ है। अनि मैले कस्टमर केयरलाई यो अब त यो केस त च्याटबोटले भएन, अनि कस्टमर केयर मै कुरा गर्नु पर्यो अनि रिफन्ड आयो है। त्यसैकारण यो जानिराख्नु पर्छ है। अब यहाँ के लेख्ने भने नि नीड मोर हेल्प, HELP हेल्प लेख्ने हैन। अनि यहाँ सेन्ड गर्दिने। अनि फेरि एक्स्ट्रा अप्सनहरु आउँछ है। कन्टिन्यू च्याटिङ विथ दराज, भिजिट हेल्प सेन्टर, मोर अप्सन्स अनि च्याट विथ एजेन्ट यहाँ जाने हैन। हाम्रो एउटा एजेन्ट आउनुभयो, उहाँसँग तपाईले कुरा गर्न सक्नुहुन्छ है तपाईको प्रब्लमको है। अहिले म कुरा गर्दिन, तपाईलाई देखाएको मात्रै है। ब्याक। अनि तपाईले कस्टमर केयर एज अ लाइभ पर्सन सँग यसरी च्याट पनि गर्न सक्नुहुन्छ या फोन नम्बरमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। फोन नम्बर पनि म तपाईहरुलाई यो स्क्रिनमा देखाइदिन्छु है। दराज कस्टमर केयर यो है 0159705997 हो हैन। अनि सायद नेपाली इंग्लिश ल्याङ्ग्वेज सिलेक्ट गर्नुपर्छ तपाईले हैन। अनि त्यसपछि सायद यो फोन नम्बर प्रेस गर्नुपर्छ है। अनि त्यहाँबाट तपाईको प्रब्लमहरु सोल्भ हुन्छ है। अनि यदि तपाईले विराटनगरमा हुनुहुन्छ भने विराटनगरको दराज पिकअप पोइन्टको फोन नम्बर चाहिँ यो है 9801116321 है। यति भयो भने तपाईको प्रब्लम सोल्भ हुन्छ है। प्रब्लम चाहिँ सोल्भ हुन्छ, तर यहाँनिर अलिकति कमेडी चाहिँ हुन्छ। फर एक्जाम्पल यहाँनिर दराजबाट इमेल आउँछ, वी हेभ लेट यु डाउन सरी भनेर आउँछ है। योर अर्डर हेज बीन क्यान्सल्ड है। वी रिग्रेट टु इन्फर्म यु दैट योर अर्डर हेज बीन क्यान्सल्ड एज वी हेभ नट रिसिभ एनी पेमेन्ट भन्दैछ है। पेमेन्ट त रिसिभ भएको हो नि त, त्यसैकारण त मलाई रिफन्ड भयो नि त हैन। रिफन्ड पेमेन्ट रिसिभ भयो भने तपाईको कहिलेकाहीँ अर्डर तपाईले पाउनुहुन्न के। यु मे ट्राई टु पर्चेज अगेन। अब हामीले फेरि पर्चेज किन गर्नु पर्यो हैन। पर्चेज त गरिसकेको थिएँ नि त, इसेवाबाट मैले पे गरिसकेको थिएँ नि त हैन। उहाँले रिसिभ पनि गरिसक्नु भएको छ। रिसिभ भएर त मलाई रिफन्ड भयो नि त हैन। ठिकै छ, कहिलेकाहीँ यस्तो हुन्छ, तर व्हाटएभर जे होस् त ब्लेम चाहिँ तपाईलाई नै आउँछ है। जस्तै वी हेभ नट रिसिभ पेमेन्ट भनेको थियो हैन दराजले मलाई इमेलमा। अब स्टेटमेन्टमा जान यो रातोमा छैन, मतलब यहाँ मैले पेमेन्ट गरेको छु, दराजले रिसिभ गरेको छ भन्न खोजेको हैन। मेरो खाताबाट पैसा गयो भन्न खोजेको हैन। अनि यो 516 यहाँ हरियोमा छैन, मतलब मलाई दराजले रिफन्ड गरेको छ भन्न खोजेको हैन। यहाँ हैन।
प्रोसेस्ड बाई यो छैन तर इमेलमा चाहिँ वी हैव नट रिसिभ द पेमेन्ट भनेको छ हैन के छैन यो सानो कुरा हो तर जानिरक त राम्रो हैन कसरी कसले काहीँ समस्या आयो भने कसरी सोल्भ गर्न सकिन्छ भन्ने कुरा हो हैन